प्रेमपछि प्रेमिका खुट्टा समातेर परिवारको इज्जतको भेक माग्दा भएको तिरस्कारले आफैले आगो लगाएर जीवन समाप्त गरेकी पुष्पा बहिनी अझै हाम्रो आँखाबाट हराउन सकेकी छैनन्। आज फेरि प्रेमपछि विवाहको याचना गर्दा गर्दै नितो पनि जलेर सकिन्। हो, प्रश्न उठ्न सक्छ, प्रेममा विवाह हुनैपर्छ र केटाले विवाह गर्दिन भन्न पनि नपाउने त उठ्न सक्छ। यो प्रश्न उठिरहेकै छ। तर यो समाज छोरीहरूको लागि यति निर्दय र कठोर छ कि बाँच्दासम्म खुसीका लागि एक झोक सास फेर्न पनि नदिने, तर मरेपछि लास बोकेर न्यानो खोज्न तत्पर हुन्छ। अर्को कुरा, तिमी जतिसुकै प्रेम गर, तिम्रो प्रेमी संसारकै बुद्धिजीवी किन नहोस्, तिमीले उसलाई तिमी मेरो लागि ठिक छौ भनेर भन्यौ भने तिमी जति इमान्दार भए पनि यो समाजमा तिमी अयोग्य ठहरिनेछौ। त्यसैले छोरी हो, प्रेम गर, इमान्दार भएर गर। प्रेम पाउन सबैलाई मन हुन्छ। तिमी पनि पाउनका लागि इमान्दार प्रयास गर। तर विवाहका लागि प्रस्ताव राख्नुपर्ने स्थिति आयो भने आफैलाई माया गर र चुपचाप बाटो बदलिदेऊ। यो समाजमा आज पनि छोरीलाई आफ्नो खुसीका लागि सोच्ने छुट छैन। जीवनसँग हारेको दिन, प्रेमले गहिरो घाउ दिएको दिन मलाई पनि कैयौँ पटक मर्नु जस्तै मानसिक अवस्थाले सताएको थियो। तर जिन्दगीमा सबथोक सकिएको क्षणमा पनि बुबा आमाले मलाई म बनाउन गरेको सङ्घर्षको यादले हरेक पटक फर्काएर जोगायो र म आजसम्म सास फेर्दैछु। हो, जिन्दगीमा सबैभन्दा बढी प्रेमले नै दुखाउँछ। छोरीहरू आफ्ना प्रेम पाउन समाजसँग लड्न तयार हुन्छन्, परिवारसँग विद्रोह गर्न पनि तयार हुन्छन्, तर प्रेमीसँग लड्न सक्दैनन्। नितु बहिनी, तिम्रो निर्णय सही थिएन, तर तिमीलाई त्यस निर्णयसम्म पुर्याउने यो सामाजिक संरचना अझै धेरै गलत छ। भन्न सजिलो छ, लड्नु पर्थ्यो, किन मर्नु? तर कुनै मान्छे जीवन अन्त्य गर्ने अवस्थामा पुग्दा उनी कस्तो मानसिक पीडाबाट गुज्रिरहेकी थिइन् त्यो हामी मध्ये कसैले बुझ्दैनौँ। उनका व्यवहारमा सानो परिवर्तन आएपछि हामी एक्लै छोडिदिन्छौँ। हिजोसम्म माया गर्ने प्रेमीले पनि उनीलाई म बिनाको पीडाबाट निकाल्न सक्छु भन्ने सोच्दैन। त्यसैले नितुहरू आफ्नै शरीरमा आगो लगाउँछन् र सकिन्छ कसैप्रति भएको अथाह प्रेम। फेरि पनि भन्छु, यदि तिम्रो प्रेम साँचो छ र तिम्रो प्रेमी तिम्रो पक्षमा छ भने समाजसँग लड, विद्रोह गर तिम्रो प्रेम पाउनको लागि। तर जब तिमीले प्रेमीलाई तिमी मेरो लागि ठिक छौ, हामी विवाह गरौँ भन्नुपर्ने स्थिति आउँछ, त्यो बेला बाटो बदल र शान्त भएर हिँड। किनकि यो समाजमा छोरीले त्यस्तो भनिन् भने त्यो इमान्दारी त्यो होइन, तिरस्कार अपहेलनाको कारण बन्छ। नितु बहिनी, तिम्रो आत्माले शान्ति पाओस्। कसैले भन्छन् यो जन्मको अधुरो प्रेम अर्को जन्ममा पुरा हुन्छ, तर म भन्छु तिम्रो त्यो भेट नहोस्। परिवारलाई पीड त अवश्य हुनेछ, तर मेरो भन्नु केही छैन। यदि उमेर पुग्यो विवाह गर भन्दै दबाब दिने परिवारले प्रेमको चोट बिर्सन समय देऊ, तिम्रो जीवन नै प्रमुख हो भन्न सकेको भए पुष्पा र नितुहरू आज पनि जीवित हुने थिए। उनीहरू आफ्नै शरीरमा आगो लगाउने साहस जुटाउँदैनथे।